Have soup. First bite खाए है त खानु Hello, namaste everyone. Welcome back to my channel. It's me Lakshmi Chantyal. अनि धेरै धेरै धन्यवाद तपाईहरुलाई मलाई यति धेरै माया र सपोर्ट गर्नुभएकोमा। आशा छ आगामी दिनहरुमा मलाई यसरी नै साथ दिनुहुनेछ भन्दै मुखबाङ सुरु गरौँ है त। यहाँ देख्न सक्नुहुनेछ खाना विथ पोर्क अनि केही सलादहरु छ। आजको खाना एकदमै सिम्पल छ। ल म ढिला नगरी खाना सुरु गरे है त। थ्यांक यू। ल खाना सुरु। सुप हाल्दै पनि Have soup. First bite खाए है त। साग रायोको सागसँग खानु Wait a minute. गजब छ। ढुङ्गा हालेर पकाएको भात। सुन्ने अब नि गर्छ। लेमन स्क्विज गर्दाखेरि मुखमै पानी आउँछ। अलिअलि त मेरो मुखतिर पनि उसिट्यो। मस्तो खाना एकदम मजा हुन्छ। कति जुस्सी छ मसोको।
ओको खुर्सानीको त पिरो त छैन त मासुको टौटोसँग भात मोलेर खाने धेरै भयो मलाई अब म खान सकिनँ साथीहरू मैले झिकेर यसरी खानुपर्छ खाना धेरै भयो म धेरै खान सक्दिनँ लेमन इज लभ सुँगुरको मासुमा पल्केर हो धेरै भयो साथीहरू धेरै भयो कसको बानी छ यसरी खाने पहिला भात पकाएर लास्टमा मासु थुपार्ने चाहिँ कसको बानी छ प्लिज कमेन्ट डाउन बिलो मेरो बानी चाहिँ जहिले सुकै हालिदिएको राखिदिएको भात चाहिँ कहिले नि फ्याल्दिनँ म सकाउनै पर्छ पहिला खाना सकाउँछु भात सकाउँछु अनि बल्ल मासु चाहिँ लास्टमा खाने बानी छ मेरो चाहिँ कसको बानी छ त्यस्तो कमेन्ट डाउन बिलो बल्ल लास्टमा हुन्छ नि पिरो साथीहरूले पानी पनि नखाएर कति चलचल भात मात्र मिलेको भन्नु ल मेरो बानी चाहिँ के छ खाना खाँदा कहिले पनि
पानी खाँदैन यो त इन केस अफ इमर्जेन्सी केही असल दियो भने चाहिँ पिउने भनेर राखेको नत्र मैले खाना खाँदा प्राय पानी नै पिउँदिन खाना खाइसकेपछि हाफ एन आवर पछि पानी पिउँछु बल्ल भात सक्यो अब चिप्सी चाहिँ बिस्तारै पकाउने हो आनन्दले गफ पर्दै अनि एकजना साथीले चाहिँ मलाई चस्मा त खसेको खसी गऱ्यो भनेर कमेन्ट गर्नुभएको थियो के गर्नु भयो चस्मा लुज छ अब खसिरहन्छ सार्नु पर्यो एनिवे थ्याङ्क यू फर द कमेन्ट आज माइकले काम पनि गरेछ कि गर्दैन हो मङबाङमाहरूले कसरी खानुहुन्छ हो यत्रो धेरै खाना म त धेरै भइसक्यो भने म कोसिस गर्दैछु फेरि पनि चस्मासम्म ल साथीहरू आजलाई यति नै म यिनीहरू चाहिँ खान सक्दैन हो अहिले मैले खाने भनेको यति नै हो आफ्नो शरीरले थाम्न सक्ने मात्र खाने गर्नुपर्छ आजको मुखभन कस्तो लाग्यो अनि लाइक कमेन्ट सब्सक्राइब अनि सेयर पनि गर्नु होला थ्याङ्क यू फर वाचिङ बाई बाई